आज चाहिँ काँचो आँपको सजिलो तरिकाबाट सिम्पल खट्टी-मिठी अचार अथवा जाम जस्तो बनाउन लाग्दैछु। मैले त्यसको लागि 3वटा आँपलाई सफासँग धोएर अनि छिलेर लिएको छु। अब यो छिलेको आँपलाई चाहिँ मैले कोरेसोको माध्यमबाट यसरी कोरेर राखेको छु। यो कोरेर चाहिँ दुई कचौरा जति बनेको छ। अनि अब यसमा मैले गुड ज्याग्री पाउडर लिएको छु। ज्याग्री पाउडर 2 कचौरा जति फेरि यसमा मिक्स गरेको छु। सेम क्वान्टिटीमा मैले चाहिँ यसमा मिक्स गरेको छु। कोरेसोमा कोरेको आँप र अनि ज्याग्री पाउडरको चाहिँ सेम क्वान्टिटी लिएर मैले चाहिँ त्यसलाई मजाले मिक्स गरेर यसलाई चाहिँ अनि 15 मिनट्स जति चाहिँ ढाकेर छोडिदिनुपर्छ। यो चाहिँ मजाले मिक्स गरे पछाडि ज्याग्री चाहिँ पग्लिन थाल्छ र यो कस्तो मजासँग मिक्स हुन्छ। यसबाट चाहिँ लिक्विड जस्तो निस्किन थाल्छ। यस्तो मजाले मिक्स भइसके पछाडि अब यसलाई चाहिँ हामी पकाउन राख्दैछौँ। अब यसलाई चाहिँ मजाले लो हिटमा मजाले पाक्न दिनुपर्छ। राम्रोसँग पकाउने, मिक्स गर्दै राम्रोसँग चलाउँदै पकाउँदै जाने। लो फ्लेममा मजाले पकाउँदै जाने, चलाउँदै गएपछि अब यो ज्याग्री मजाले पाक्न थाल्छ। अनि त्यस पछाडि अब यतिको बाक्लो भए पछाडि हाम्रो यो खट्टी-मिठी आँपको अचार अथवा जाम जे भने पनि यो चाहिँ रेडी हुँदैछ। यो चाहिँ अब हामीले रोटीसँग अनि ब्रेडमा लगाएर खान पनि कस्तो मिठो हुँदो रहेछ। यो चाहिँ मेरो फर्स्ट ट्राई हो। हेर्नुहोस् त साथीहरू कस्तो राम्रो खाउँ लाग्दो बनेको छ। हजुरहरूलाई पनि मनपर्छ भने यसरी नै बनाउनु होला अनि खानु होला है त। थ्याङ्क यू।